हेलो एभ्रिवान, तपाईँहरू सबैलाई स्वागत छ फेरि पनि हिल भाइब्स दार्जिलिङमा। र आज भने हामी गइरहेका छौँ घरदेखि मुनि रिभर साइड लन्च गर्नको लागि। र बाटोमा आउँदा आउँदा मुजुर पनि यहाँ भेटियो। र यो खोला चाहिँ रुङदुङ खोला हो। अनि यो सिन्चेलदेखि बगेर आएर गएर रङ्गीतमा मिल्छ अनि त्यहाँबाट टिस्टासम्म पुग्छ। र एकदमै सुन्दर छ। हामी अहिले खाना खाने टाइम पनि भइसक्यो र जोन भाइले यहाँ सिपालु प्रकारले चाहिँ यहाँ आगो पनि बालिहाल्यो। र हामी अहिले चाहिँ बार्बिक्यू तयारी गर्ने कुरामा जुटिहालेका छौँ। र यो ठाउँमा हुन चाहिँ खानु घरमै खाँदा पनि हुन्छ, तर पनि यो नेचरको बिचमा खोला बगिरहेको छ अनि यो खुल्ला ठाउँमा खुला आकाश अनि मिलेर यहाँनिर पकाएर खानुको चाहिँ बेग्लै आनन्द छ। र हामी यहाँनिर सेको हाम्रो तयारी भइसक्यो र हामी यो खाना सबै मिलेर खाइसके पश्चात चाहिँ अलिकति खोलामा पनि जाने भन्ने पस्ने त आँटै आएन, पानी यति साह्रो चिसो छ अहिले। त्यसले गर्दाखेरि चाहिँ हामी यो अन्तिममा यो बार्बिक्यूको फाइनल टेस्ट हामी गरेर चाहिँ हामी आफ्नो ठाउँतिर फर्क्यौँ। र तपाईँहरूलाई कस्तो लाग्यो यो ठाउँ भन्नु होला। अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ।